तपाईहरुले कहिले आल्चाबाट बनेको बरफ खानु भएको छ? मैले चाहिँ आजसम्म खाएको थिइन अनि आज चाहिँ म आल्चाबाट बरफ बनाउँदै छु। मलाई चाहिँ थाहा पनि थिएन कि आल्चाबाट पनि यति मिठो बरफ बन्छ भनेर। अनि आज चाहिँ हामी आमा छोरी मिलेर आल्चाबाट खट्टी मिठी वाला बरफ बनाउँदै छौं। मेरो छोरीले चाहिँ सबै आल्चालाई काटेर रेडी गरिदिएकी छे। अनि मैले चाहिँ तातो तातो कराईमा लगेर सबै आल्चालाई हालिदिएको छु। अनि मज्जाले चलाउँदै पकाउँदै गरिसकेपछि चाहिँ यो यतिको भएर रेडी हुन्छ। अनि यसमाथिबाट चाहिँ मैले थोरै चिनी, कालो नुन, सेतो नुन, चिल्ली फ्लेक्स र धुले खोर्सानीलाई हाल्दिसकेपछि यो चाहिँ यतिको टेक्सचर बनेर रेडी हुन्छ। अनि मैले चाहिँ यसलाई निकालेर सेलाउनको लागि छाडिदिएको छु। यो चाहिँ सेलाइसकेपछि मैले यसलाई एउटा कपमा हालिदिएको छु। अनि यसलाई चाहिँ मैले माथिबाट कभर गरिदिएर फ्रिजमा 4-5 घण्टाको लागि छाडिदिन्छु। अब चाहिँ हाम्रो बरफ खानको लागि रेडी हुन्छ। यो चाहिँ एकदमै धेरै मिठो बनेको थियो। तपाईहरु पनि एकचोटी बनाएर ट्राई गर्नु होला।